मेरो यता छ बाबु होइन गोठ हजुर बाघर छ 70 जति भैँसी छ 14-15 ए गाई छ 21वटा ठुलो गोठ छ मेरो हो है अहिले बुबु आउनु भयो है गोठमा ए कुन ठाउँमा ठ्याक्कै म अहिले काट्दै चित्रेमा ल घुम्दै आइएछ भने चित्रे पनि एकदम एक दिन चाहिँ घुम्न माडी छ हजुर आउँछु मामा तपाईँ हजुरको गोठमा बसाउन कान सुन्दैन हो पानी त भिज्नु हुन्छ है हजुर हजुर मेरो गोठबाट दुध जाने नजिक हुन्छ हजुर हजुर केलाबाट यो फारीबाट पछि गाह्रो यस्तो सुत्दै हिँड्यो गोठो चिक्क राति त सपनाउ त लाइट आएर छ यो फारीबाट माथि दिएको म एकदम माडीमा लान्थेँ मेरो गोठ हजुर हजुर यहाँ अहिले पुगु हुनुहुन्छ हजुर हजुर म यसो क्याम्पस गरेर हिँडेँ कि बाबु हजुर हुन्छ मामा हुन्छ ल है त मामा लाग्छु म चकाउनु भयो ल धेरै धेरै धन्यवाद तपाईँले पनि धेरै धन्यवाद है फेरि पनि मौका मिल्यो भने भेट्नु ल आउँदै गर्ने भेट्दै गर्ने ल हुन्छ ल मामा हो यहाँ हो म राम्रो होस् आज ल भाइ मामा है हजुर सर ल